जय मसी सम्पूर्णमा नयाँ वर्षको शुभकामना तपाईँहरू सबैलाई। अनि धेरै समयको अन्तराल पछाडि एउटा गीत लिएर आएको छु। अनि यो गीतले दुईटा आदमको विषयमा बताएको छ। अनि सुरुको आदम, पहिलो आदम, जसले चाहिँ तपाईँ र मेरो जीवनमा मृत्यु अनि श्राप लिएर आयो। अनि दोस्रो आदम चाहिँ येशू ख्रीष्ट, जसले चाहिँ तपाईँ र मेरो जीवनमा जीवन र आशिष लिएर आउनुभयो। अनि दोस्रो आदमले मात्रै हामीलाई पार लगाउन सक्नुहुन्छ। अनि दोस्रो आदमको हात चाहिँ हामीले पक्रनै पर्छ। र स्तुति अलिक अगाडि मैले बनाएको थिएँ र यो गीतले चाहिँ हामी नवीकरण हुनुपर्छ भन्ने कुरालाई दर्शाएको कारणले तपाईँहरूको समक्षमा प्रस्तुत गर्दछु। पुरानो आदम मेरो जीवनमा मर्दै गएको अनि नयाँ आदम मेरो जीवनमा जिउँदो भएको मेरो स्वभाव येशूको स्वभाव बन्दै गएको मेरो स्वरूप उहाँकै स्वरूपमा परिवर्तन भएको यदि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्यलाई देख्न पाउँदैन। पानीद्वारा आत्माद्वारा जन्मेन भने उसले परमेश्वरको राज्यमा पस्न पाउँदैन। यसैले पुरानो आदम मेरो जीवनमा मर्दै गएको अनि नयाँ आदम मेरो जीवनमा जिउँदो भएको मेरो स्वभाव येशूको स्वभाव बन्दै गएको मेरो स्वरूप उहाँकै स्वरूपमा परिवर्तन भएको सबैलाई ह्याप्पी न्यू इयर। अनि परमेश्वरले हामीलाई सहायता गरून्, साँच्चै नै हामी दोस्रो आदमको स्वरूपमा फर्किन सकौँ, आफैलाई पूर्ण रूपले फर्काउन सकौँ। यो जीवन उहाँले नै हामीलाई दिनुभएको, उहाँ नै मालिक हुनुहुन्छ। अनि मालिकलाई नै हामीले हाम्रो जीवन फर्काउन सकौँ, अझै धेरै फर्काउन सकौँ, प्रशस्त गरी फर्काउन सकौँ। प्रभुले हामी सबैलाई धेरै धेरै आशिष दिउन्। जय मसीह।